सोचे हामी राजा राति नै यहाँ यस्तो तलले यो बन्जी गर्ने पुल क्रस गरेर हिँड्यौँ। यहाँबाट लेफ्टतिर लाग्नुपर्ने हुन्छ जहाँ डाकलाङ भनेर लेखिएको छ र यहाँबाट ल यो चाहिँ हामी अहिले काङलाङ आइपुग्यौँ। यो चाहिँ च्याङसिङ बजार त्यहाँबाट सट्ट त्यहाँ चाहिँ हिमाल छ। चाहिँ च्याङसिङ गाउँ पुग्यौँ हामी। चाहिँ लिस्टी मन्दिर आइपुग्यौँ। सो यो चाहिँ लिस्टी मन्दिर। एकछिन हामी रोकेछौँ साथीहरू चिया खानको लागि। सो या यो चाहिँ लिस्टी गाउँ त्यो माथि गुम्बा छ। यहाँ हामी एकछिन ब्रेक गरेको मात्र हौँ। सो मन्दिरमा दर्शन गऱ्यौँ। कस्तो तान्छ बाइक बाइक भन्दाखेरि यो चाहिँ किबी खेती हो। यो यहाँको गाउँलेले चाहिँ किबी खेती गर्नुभएको छ। यहाँ मौसम अनुसार पनि धेरै राम्रो भइरहेछ सुनेको छु। यता हो त्यहाँबाट त पारी पुग्छ त। यो बगाम गाउँ हो र यो माथि चाहिँ गुम्बाहरू रहेको छ। यता पनि यहाँ बगाममा नि दुईटा गुम्बा रहेको छ। यो चाहिँ बगामको स्कुल हो। यता बस्नु बाटोभरि हिउँ हामी चाहिँ बाइकमा आएर छौँ, हिँडेर आइरहेछौँ। पैदल यात्रा जस्तो रमाइलो भइरहेछ। हिउँमा कच्याक टेक्दै हिँड्ने ट्याक 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 आमा हो मजा आयो। के मान्छे आउँदैछ? मान्छे गएको छ उता कच्चा लिएर भयो तपाईँले 9 जना। ए भोलि त भैरवकुण्डै गयो। उनीहरू चाहिँ भैरवकुण्डै गयो।